में काली काली प्रथम चरण जम्मू के अमुक देश उदयपुर जिल्ला उदयपुर गढी गाउँपालिका वार्ड नम्बर 7 यो के छैन उयोहरु लाउने भन्छ यस्तो उयोहरु निकाल त्यो महँगो औँठी यो चाहिँ किन हो यस्तो हिराको औँठीलाई त्यहाँ राख्दै होइन भुइँमा यो टपरीमा यो नकलीले दियो अर्को एउटा डिटो पाउँछ डिटो पनि ल्याउनु हामी गएपछि नि सबै बेहालत बनाइदिएछ सब बेहालत बनाइदिएछ साफसफाइ गरिदिनु कि अब यसको काम हुँदैन ठुलो मान्छे भएको भए त होइन 19-20 वर्ष भएको सायद गर्छ होला 14-15 वर्षमा छ त्यही पनि हेरौँ यहाँ के छ ल यो सामानहरू त यो यहाँ राख्ने होइन त यो त माथि स्ट्यान्डमा राख्ने हो नि त स्ट्यान्ड उयो माथि राख्ने होइन अब यो कामै छैन यहाँ नथी छ फुट्छ यो रङ के गर्नु के त्यो माथि आमाको घरमा लगेर राख आमाको घरमा एक राख साइडमा राख्नु ल पछि ऊ गर्छ रङ लगाएर यही हो अब नानी सानै छ उसलाई सिकाउने कोही छैन सिकाउनु पर्छ पछि आफै जान्दछ मेन कुरो उसलाई गाइड गर्ने अलिकति नभएर लास्टसम्म आउनुले नि त्यो सबै गरिसकेर हात धोएर होइन यो पनि पुस्ने है काम धेरै कुरा छोडेर गएको रहेछ अब हेरौँ है हाम्रो यहाँ मिस्त्रीहरूले म तपाईँलाई यति गरेर रङ लाउने यो काम छोडेको छ ग्रिलमा रङ लगाएकै देखि हामीले पेमेन्ट राम्रैसँग गरेको काम भएको छैन यहाँ राम्रोसँग काम भएको छैन र अलिकति नानीहरूले जता पाए त्यति सामान राखेर पनि त्यति यहाँ राम्रोसँग देखिएको छैन फ्लोरहरू राम्रोसँग भएको छैन हामीलाई फ्लोरमा पनि धोका भएको छ यो राम्ररी भएको छैन यो लिचिक गर्छ यो साइडमा अब हुनु त हतारले पनि भएको थियो होला उहाँहरूले राम्रोसँग गर्नुभएको छैन यहीँ अरूकै कोठामा हेर्नु यहाँ हेर्नु अब यस्तो छ यहीँ पनि राम्रो फिनिसिङ भएको छैन यो उयो गइसकेको छ यहाँनिर अब कसरी के भयो भन्ने कुरा सबै कुरा हुँदैछ के भिडियो यस्तो घर बनाउँछु त हामीले कन्क्रिटै बनाएको यो जुन फ्लोर छ यो हामीले लाउनु त लाग्यो तर यो अझै राम्रो सफा भएको छैन यसलाई केही आइडिया लगाएर चाहिँ सफा गर्नुपर्छ हामीलाई टाइल्सवालाहरूले चाहिँ निकै नै उयो गरेको छ धोका राम्रोसँग भएको छैन फेरि त्यो फोहोर पनि बगाउने कस्तो खालको बनाइदियो दुईवटा मुख ल्याउनुपर्छ किचनको लागि अलग किनभने किचनमा तेल पोखिन्छ तेलहरू पोखिँदा गर्दा त्यो चिप्लोहरू हुन्छ किचनको लागि अलग मुख चाहिन्छ अनि प्लस कोठाहरूको लागि अलग मुख चाहिन्छ लगायत रुमालहरू चाहिन्छ यो निचोर्नु यहाँ हेर यो निचोर्नु अनि निचोरेर यस्तो यस्तोमा राख्नु क्या अनि यो पानी यता आउँदैन नि त माझ्दाखेरि सुन्यौ पोचा खै पोचा ल्याउ त यहाँ भाँचो यस्तो गर्नु क्या पहिले के गर्नु यो केही छैन उयोहरू लाउने भन्छ यस्तोहरू छैन यिनीहरू राख्ने के गर्नुपर्छ भने यसलाई चाहिँ सुकाउनु पर्छ मजाले सफा गर मजाले चाहिँ अनु बहिनीको घरमा पूजा हुन लागेको छ घर पूजा होइन त नानी अनि कतिको एक्साइटेड छौ चिन्ताको लागि है त्यो रातिको चिन्ताको लागि चाहिँ डर लाग्छ किन डर लाग्छ तिमीलाई थाल बजाएरै डर लाग्छ आजा थाल बजाउँदा पनि डर लाग्छ अरे किन डराउनु बजार जाने होइन तिमी अहिले भनेको खै ठुलो जानु हुँदैन युनिसालाई होइन कटु ल्याइदिनु कटु र भेस्ट एउटै छैन अरे हौ दाजु अनि उसलाई ल्याउनु भनेको लिएर आउनु भनेको जाउँ न हो क्या ठुलो पाला थाहा पनि हुँदैन रोज्नु पनि कस्तो रोज्यो
जाउँ न त यहाँनिर चाहिँ धाम पूजाको लागि यहाँ प्रिपेयर गर्दै हुनुहुन्छ लु नि त अब केमा बाँकी रह्यो? आज चाहिँ अनु बहिनीको घर पूजाको लागि यता यस्तो भइरहेछ ओए अनु अनु यहाँ आऊ त यहाँ बोलाउँदै हुनुहुन्छ बाहिर यहाँ पानी छ भने यहाँ बस तिम्रो चक्री लिएर यहाँ बस्नु परेन पूजा गर्न ए अब त यहीँ पूजा हुन लागेको रहेछ पूजामा अबिरे अबिरे रातमै आइरहेछ हजुर अबिरे अबिरे रातमै आइरहेछ यसो अलिअलि हल्का सम्झिनु। हलुका यसो छम्केर उमार न यहाँ चाहिँ अब अनु बहिनीको घर पूजा भइरहेको छ यो भयो विधि हो यो निसा छोड्नु त्यहाँ यसरी सुरु हुँदो रहेछ अनुको घरको पूजा चाहिँ बस्न दुईटा चक्री ल्याऊ युनिसा अस्ति यता ओछ्याकोहरू ल्याउ न छैन तन्नाहरू भए पनि हुन्छ त अर्को यस्तै थियो होइन अर्को पनि ल्याउ त यताबाट तिमी भन्दा नि अनु चाहिँ होला तिमी पनि अनुले सफा गरेको यी यता बस्किन होइन ल अनु हजुर यसरी चाहिँ रेखाको हुनु पर्दो रहेछ यहाँनिर यहाँनिर चाहिँ यस्तो भइरहेछ कस्तो रातो न रातो यो त आम्मा यो त फुल भनेको यही त हो त ल टपरामा दिनु न यहाँ त निकै चाहिन्छ। टपरा यहाँ छ ला यो त सानो खालको रहेछ टपरा त अन्त त्यहीँबाट झिक्दै बनाउँदा हुँदैन पर्ने हुन्छ हुन्छ। त्यहीँबाट झिक्दै चलाऊ हरि ओम विचिरित्या गिरिकलोका देवीत्या विष्णु न गिरित्या धारायमा नित्य पवित्रम कुरु चासनम त्यहाँ चढाइन्छ। के भयो ए मधुरा आयो भन्नुभएको होइन गोवा आया दुध पनि लाग्यो त्यसमा दुध लागेको छ दही पनि थोरै त्यहाँ लगाइदिनु। अब चाहिँ पूजा सुरु भइसकेको छ दुध लाउने ए यता फोकस गर यता गुरुले भन्नुभएको सुन न भूता भूमिष्ठता ते भूता विघ्नकर्तरस्ते लक्षण विद्याय अपर पन्तु भूतानि सर्वतो दिशं सर्वा विरोधना पूजा राधे त्यसलाई चलाइदिनु अरे त्यो पुष्पको टुक्राले त्यसलाई त्यो लगाएको त्यो दही अनि त्यो थोरै टुक्रा लगाइदिनु त्यहाँ त्यो दही पनि लगाइदिनु अर्का पनि त्यो अर्का पनि लगाइदिनु हातमा लिनु पर्दैन त्यहाँ चलाइदिनु भने सबै होइन थोरै नथोरै ए लु भयो त्यसो भए त्यसलाई चलाइदिनु अरे पुष्पको टुक्राले बुझेको अब कहिले हो बिचराले कहिले पूजा गरेको छैन होला अब 3 घन्टा बस्नु पर्यो 3 घन्टा कतै पनि त्यो अघि लागेको हिँड्न पाइँदैन त्यसमा चलाइदिने फेरि त्यसरी हरिओम भूर्वा सह सदि भूर्वातम भर्गदेवास्य धीमहि धियो प्रसादोत कामको एउटा पहिला पूजा गरेको थिएन अनुले यसरी घरमा थिएन ए अब चाहिँ थाहा भयो अब गुरुलाई यहाँनिर टिका लगाइदिँदा खै के दिने दक्षिणा छ कि छैन दक्षिणा पनि दिनुपर्छ टिका लाउँदा खाली हात त हुँदैन होला त
त्यहाँ राखेको ए वटा अमरमा टन्न छ पैसा हो खै कति गुरुलाई ओहो यो लोप भइसकेको पो रहेछ त नि खतरा चामल छ मजाले टिका मोसेर गुरुलाई लगाइदिएर निकाल त्यो महँगो औँठी यो चाहिँ किन हो यस्तो हिराको औँठीलाई त्यहाँ राख्दै होइन भुइँमा यो टपरीमा यो नकली हो ल ती हाल 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 जाबातिर ल हो ल हुन्छ हुन्छ घुम्नु 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 त्यो दियो जय 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 भन है अनु ए हो ओम जय हो ओम जय नकलीले नि भनेको छैन जय हो ल सेकौँ 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 ल यो कसरी सेक्छ ल मलाई सेक ल हो ल अनि अरू उता अरूलाई नि सेकाउनु सबैलाई सेकाउनु ल हो ल उता 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 हो काकीहरूलाई काकीहरूलाई हो हो भूतप्रेत सबै भागी जाओस् ल ल गमला फुट्छ अहिले राखिदिनु टिका ल टिका लगा फुल दिनु अरे ल चलन तरिका यता हेर हेर ल ल ऊ यो चाहिँ के हो धागा धागा सकेपछि लगाइदिनु हात थाप मदार्थ सफल सन्तु पुनः सन्तु मुदाय सदा शत्रु नवृत्तिनाशस्तु हो हात ल नकलीको घरमा सधैँ जय जय होस् होइन खै युनिसा यता हेर्नु त लु आउनु अरे हो यता गुरुबाले बोलाउनु भयो लु काटीहरूको सिक्का पो छ कि छैन सर काटी सिक्का होइन सिक्का हो भने राम्रो हो छैन अब के गर्नु कसले राख्ने आजकल के पाउनै छोड्यो एउटा काँटी हो क्या एउटा दुइटा भयो नि हुन्छ अब बाङ्गेको काँटीहरू भयो अझै राम्रो ल लु भयो मकै रहेछ मकै चाहियो अब मकै छैन अरे मकै छैन कोदो लु भयो 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 कहाँ कहाँ चढाउनु पऱ्यो त्यो चाहिँ ए अनुले नि घरको मान्छेले होइन बाहिरको मान्छेले होला खै हजुर बाहिरको मान्छेले ओ साइलीलाई पठाउनु नि साइलीलाई ए हो त्यो त तल दो बाटोमा लगेर राखिदिनु ल त्यो हाइवेमा ल घरको मान्छेले हुँदैन क्या उसको मैले नाम राखिदिएको साह्रै नाम खत्तम राखिदियो क्या सम्धीको हातको टिका ओ गाह्रो हो त नि ल कुरो त त्यसो कुरो चन्दन चन्दन बाजेलाई पैसा दिएर नमस्ते गर अघि टिका लाउँदा लाउँदै खाली हात नलाइदिनु गर्नु ल
हो नातिनीकोबाट घर पूजा गरिदिनु भयो अँ हजुरबाहरूले ल अब सिधा गर्नु पर्ने हो बाबुलाई सिधा गर्नुपर्ने हो। एकछिन फोन गर्नु सिधा सिधा भन्नाले कस्तो सिधा बाबुलाई सिधा बाजेलाई बिदा गर्ने ए पहिले सिधा अनि बिदा ए त्यसो त्यस्तो हो ओहो अनि यो धुरी बान्ने हो यो डोरीले यो साइला साइला कहिले गरिदिनु पछि लाउन पनि ए सबैमा लाउने अनि ए ए ए त्यो इँटा ननिकाल्नु त त्यहाँ भत्किन्छ त्यो अघि मैले जस्तो राखेको थिएँ त्यस्तै राखिदिनु ल अघि लगाएको थियो क्या त्यो ए त्यस्तो होइन यस्तो घाट हो त्यो नटेक्नु है ए हाम्रो पण्डित बाजेलाई चाहिँ यहाँ सिधा गर्ने रहेछ यहाँ अझै एउटा नपुगेको चाहिँ पैसा पुगेको छैन अरे सिधा गर्ने चलन अब यो सिधा गरेपछि बाहुन बाजेलाई बिदा अब ल आयो 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 तलबाट जुरुक्क बोकेर लाएर ए उयो हुन्छ लुगामा लाग्छ है ल बिस्तारै है ल हुन्छ 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 ल बिस्तारै है बिस्तारै बिस्तारै चल्छ त्यसरी कहाँ राख्नु हो त्यहाँ राख्नुपर्छ हो यो चाहिँ सिधा सिधा गरेको होइन गर्नुपर्छ पूजा गर्नुपर्छ अरे पानी समाउनु पर्छ यहाँ छेउमा ल त्यो लिएर आउनु त्यो हो त्यो त्यो औँठी लाउनु औँठी लाउनु अरे अँ ल ल भयो त्यो यहाँ बन्यो त्यहाँ बस्नु ल होइन हुन्छ हुन्छ ल अब यहाँ पूजा सुरु फेरि तस्तम तस्तम विष्णु विष्णु श्रीमत भागवत महापुरुष विज्ञरा गाय पर्वत मनसे सकल सृष्टिकारिण ब्रह्म द्वितीय प्रादेशिक सता 12 कल्पे सप्तमी वैवत मनन्तरे अष्टतितमे कलि कलि प्रथम चरण जम्मू दिपे अमुक देशे उदयपुर जिल्ला उदयपुर गढी गाउँ कालिका वर्णम बाजेलाई अनुले बिदा गर्दैछिन् अमुक जन मध्ये अमुक देवी देवता शरणे भरत खण्डे अमुक चरणे नमः अमुक देवी देवता शरणे अमुक नाम भगवत सरे सिधा गर्दा के दिन्छ हौ अनुले अमुक मासे हात्ती पनि छ तीर्थी अतिथि अमुक गोत्र कौशल गोत्र परम शाखा अमुक नाम ब्रह्म गुप्त दास हात्तीमा चढेर अरे कायिका बाचिका मानसिका जाता जाता भक्ति भक्ति सकल दोष परिहारता श्री स्मृति पुनरुक्त फलम प्राप्त काले यथोपचारादि पञ्चायन देवता पूजनम निमित्तम आदौ दीप कलश गणेश विग्रह पूजनम गरिखे छोड्दिनु अलि यता साइड हो ल ल अब अरू ए सक्यो सङ्कल्प भइसक्यो अब यो सदा शत्रु नबिदिनु यता यता पनि भित्र पनि उता उता हो यो किचनमा बाहिर फेरि सबै घुमेर हान्नु न बाजे बाहिर एक फन्ड पनि घुमिदिनु होला नयाँ घर हो नि त ल अब यता बाहिरतिर पनि होला आबु कहाँको छ अब आइसक्नुभयो